हेलो एभ्रिवान आजको भिडियोमा चाहिँ म तपाईँहरूलाई पासपोर्टको एप्लिकेसन फर्म चाहिँ कसरी फिलअप गर्ने पासपोर्टको लागि डेट बुक कसरी गर्ने त्यसको बारेमा म तपाईँहरूलाई इन्फर्मेसन सेयर गर्छु। यो चाहिँ नेपालभित्र भएका मानिसहरूले नयाँ पासपोर्ट बनाउनु पऱ्यो भने कसरी गर्ने पासपोर्ट रिन्यू गर्ने तरिका पनि एउटै हो। त्यो वेबसाइटमा गएर गऱ्यो भने हुन्छ। सुरुमा चाहिँ के गर्ने भने डिपार्टमेन्ट अफ पासपोर्टको वेबसाइटमा जाउँ है। डिपार्टमेन्ट अफ पासपोर्ट नेपाल भनेर गरौँ। त्यो गरिसकेपछि यो यस्तो इन्टरफेस आउँछ। यहाँभित्र जाउँ। वेबसाइट खोलिसकेपछि यहाँ चाहिँ तपाईँहरूले धेरै कुरा हेर्न पाउनुहुन्छ। यहाँ कसरी गर्ने, के गर्ने, हाउ टु एप्लाई सबै कुरा यहाँ हेर्न सकिन्छ होइन। अब हामी धेरै कुरा गर्न नजाउँ। अब यसमा चाहिँ हामी सिधै एप्लाई फर पासपोर्टमा जाने। एप्लाई फर ई पासपोर्ट गर्ने। एप्लाई फर पासपोर्ट राजधानीको लागि आवेदन गर्ने। अनि फर्स्ट इस्युएन्स पहिलोपटक बनाउँदै हुनुहुन्छ भने फर्स्ट इस्युएन्स, रिन्यू गर्दै हुनुहुन्छ भने रिन्यू, अनि रिप्लेसमेन्ट लस्ट अर इस्यु भइसकेको छ भने चाहिँ यो यसमा चुज गर्ने। अनि रिप्लेसमेन्ट गर्ने ड्यामेज पासवर्ड हो भने चाहिँ यसमा गर्ने। यसरी अप्सन यहाँ छान्न दिएको छ। मैले चाहिँ फर्स्ट इस्युएन्समा गएँ। पहिलोपटक पासवर्ड बनाउँदैछु भने यहाँ गएँ। त्यहाँ गइसकेपछि यो चाहिँ अर्डिनरी 34 पेजको गर्ने भयो होइन। अनि प्रोसिडमा जाने अनि आई एग्री गर्ने। त्यो गरिसकेपछि नेपाल भइहाल्यो। एपोइन्टमेन्ट प्रोभिन्स कुन प्रोभिन्समा गर्ने, बागमती गण्डकी होइन, कुनमा हो तपाईँ चुज गर्नु। काठमाडौँ गर्ने भने बागमती भइहाल्यो। डिस्ट्रिक्ट कहाँ हो, भक्तपुर गर्ने। तपाईँ आफ्नो जिल्लामा गर्नुहुन्छ भने कुन हो जिल्ला चुज गर्ने। जस्तै सपोज भक्तपुर हो भने भक्तपुरको डिओएमा गर्ने हो होइन। यसरी डेट दिन्छ अनि 21मा यसरी डेट जुन छ त्यहाँ चाहिँ यसरी दिन्छ। अनि यहाँ चाहिँ 11 बजेको रहेछ। 14वटा क्यापासिटी 14वटा रहेछ, त्यसरी रहेछ होइन। तपाईँ सपोज अब काठमाडौँबाट गर्ने हो भने चाहिँ काठमाडौँ गर्ने, डिस्ट्रिक्ट चुज गर्ने। अनि काठमाडौँको चाहिँ डिस्ट्रिक्टबाट र मोफाबाट दुईवटा बाटो हुन्छ है। यो चाहिँ डिओए भनेको डिस्ट्रिक्टबाट गर्ने हो भने चाहिँ डिओए काठमाडौँ। डिपार्टमेन्ट अफ पासपोर्ट यो चाहिँ मोफाबाट गर्ने हो भने चाहिँ यो तपाईँ अर्जेन्ट चाहियो भने चाहिँ डिपार्टमेन्ट अफ पासपोर्ट गर्ने हो होइन। त्यो गरिसकेपछि यहाँ चाहिँ कति 12-30को 5वटा क्यापासिटी रहेछ होइन। अब यहाँ यसो छ भने चाहिँ यहाँ चुज गर्ने, यसलाई चुज गरौँ। अनि T1M त्यो गरिसकेपछि अब यहाँ सरनेम तपाईँ कास्ट राख्ने, क्यापिटल लेटरमा भरौँ। तपाईँको नाम राख्ने, मेल फिमेल चुज गर्ने। डेट अफ बर्थ के हो तपाईँको राख्ने। डेट अफ बर्थ कति हो राख्ने। (1994) जुलाई 7 हो भने यसरी राख्ने। एक्ज्याक्ट डेट अफ बर्थ भन्छ होइन। अनि यो नेपाली डेट अफ बर्थ राखौँ। 01/03/23 यसरी राखौँ। अनि त्यहाँबाट प्लेस अफ बर्थ कुन ठाउँमा डिस्ट्रिक्ट राखौँ। भक्तपुर भने भक्तपुर राख्ने। नेसनलिटी नेपाली भइहाल्यो। फादर्स नेम के हो, फादर्सको थर राख्ने, नाम राख्ने। अनि त्यहाँबाट मदर्स नेम राख्ने, नेम राख्ने। अनि त्यहाँबाट सिटिजनसिप इन्फर्मेसन राख्ने। सिटिजनसिप इन्फर्मेसनमा चाहिँ के छ, तपाईँको नेसनल आइडेन्टिटी नम्बर राख्ने। त्यो स्पेसहरू छ भने चाहिँ स्पेसलाई हटाएर राख्ने है। सपोज मैले एउटा फर इक्जाम्पलको लागि दिएँ है। मैले तपाईँहरूलाई आफ्नो सेयर गर्नु मिल्दैन होइन। फर इक्जाम्पललाई 1 2 3 4 5 6 7 8 9 यस्तो छ भने चाहिँ यसरी राख्ने, कुनै स्पेसहरू नदिने है। कन्टिन्यू नम्बरलाई लेख्ने। अनि यहाँ सिटिजनसिप नम्बर लेख्ने। सिटिजनसिप नम्बर के छ त्यो लेख्ने। फर इक्जाम्पल म अहिले आफ्नो डिटेल अब पछि चेन्ज गर्छु। फर इक्जाम्पल भयो। अनि त्यहाँबाट डेट अफ इस्यु कहिले गरेको लेख्ने। इस्यु डिस्ट्रिक्ट कहाँबाट गरेको लेख्ने। अनि त्यहाँबाट एप्लिकेन्ट्स डिटेल, कन्ट्याक्ट डिटेल राख्ने। यसमा चाहिँ
फोन नम्बर के हो यहाँ राख्थ्यौँ होइन आफ्नो फोन नम्बर के हो यहाँ राखौँ मैले फर इक्जाम्पल यो गरेँ अहिले म पछि चेन्ज गर्छु मेरो डिटेल अनि इमेल एड्रेस आफ्नो करेक्ट इमेल एड्रेस राख्नु होला पछि तपाईँलाई त्यसमै चाहिँ पासवर्ड कलेक्ट गर्ने बेला पासवर्ड रेडी भयो भनेर त्यसमै मेल आउँछ क्या त्यो गर्ने यो एस्ट्रिक दिएको मात्र भरे भयो होइन अब इमेल एड्रेस चाहिँ राख्नै पर्छ एस्ट्रिक नदिए पनि इमेल एड्रेस राख्नै पर्छ अनि मेन एड्रेस भिलेज के हो तपाईँको दुवाकोट त्यसरी राख्ने वडा नम्बर कति हो राख्ने अनि कन्ट्री नेपाल भइहाल्यो प्रोभिन्स के हो बागमती के हो बागमती होइन बागमती प्रोभिन्स मेन एड्रेस डिस्ट्रिक्ट के हो त्यो राख्ने अनि म्युनिसिपालिटी के हो यो गर्ने अनि त्यसपछिबाट कन्ट्याक्ट डिटेल इन केस अफ इमर्जेन्सी भनेको तपाईँको बुवाको राखे नि भयो कसैले हस्बेन्ड अरू वाइफ होइन को हुन्छ कसको राख्ने त्यसको आफ्नो फ्यामिली मेम्बरको राख्दा राम्रो भयो अनि लास्ट नेम सर्ट नेम के हो त्यो राख्ने अनि त्यहाँ फर्स्ट नेम के हो आफ्नो फादरको राख्ने भने यसरी राख्ने अनि त्यहाँबाट भिलेज के हो त्यो राख्ने अनि वार्ड नम्बर कति हो त्यहाँ राख्ने प्रोभिन्स के हो त्यो राख्ने डिस्ट्रिक्ट के हो त्यो राख्ने म्युनिसिपालिटी के हो त्यो राख्ने अनि त्यहाँबाट म्युनिसिपालिटी पनि हुनसक्छ होइन अनि तपाईँको गाउँपालिकाहरू पनि हुनसक्छ त्यो चाहिँ त्यहाँ के छ तपाईँहरूको त्यही अनुसार राख्ने चुज गर्ने अनि फोन नम्बर राख्ने तपाईँको अब जसको नाम छ उसको फोन नम्बर यहाँ राखिदिने +977 गरेर त्यो गरेर चाहिँ कति हुन्छ फर इक्जाम्पल मैले चाहिँ यसरी के राख्ने म अहिले पछि चेन्ज गर्छु अनि त्यहाँबाट इमेल एड्रेस तपाईँ आफ्नै राखिदिनु भयो माथि जुन राखेको छ त्यही राखिदिनु भयो अनि त्यहाँबाट यो भइसकेपछि नेक्स्ट गरौँ नेक्स्ट गरिसकेपछि अब यहाँ चाहिँ मेजर भनेर तपाईँ माइनर हो भने बच्चाहरूको हो भने चाहिँ यहाँ अब बच्चाहरूको लागि माइनर सर्टिफिकेटको ब्याक फ्रन्ट होइन अनि त्यहाँबाट नेसनल आइडी यसरी राख्नुपर्ने हुन्छ होइन अरू त पर्दैन एडल्टहरूको लागि हो भने चाहिँ सिटिजनसिप सर्टिफिकेट ब्याक भनेको छ सिटिजनसिप सर्टिफिकेट फ्रन्ट अनि त्यहाँबाट अरू केही पर्दैन अब यहाँ डिभोर्स सर्टिफिकेट अरू क्वालिफिकेसनहरू छैन यो चाहिँ मेन एस्ट्रिक दिएको चाहिँ राख्नै पर्छ भनेको होइन अनि त्यहाँबाट म्यारिज सर्टिफिकेट आफ्नो हस्बेन्डहरू कसैको नामहरू मेन्सन गराएको छ डकुमेन्ट नागरिकताहरूमा छैन भने चाहिँ राख्दा भयो होइन नत्र पर्दैन रिलेसन कतै मेन्सन गर्नुपर्ने भने चाहिँ राख्ने हो नत्र पर्दैन अनि त्यहाँ नेसनल आइडी है नेसनल आइडी राख्ने आइसकेको छ भने यसलाई राख्ने नत्र त्यो पेपर दिएको हुन्छ नि त्यो आइडी नम्बर भएको त्यो राख्दा नि हुन्छ सिटिजनसिप र नेसनल आइडी तिनवटा चाहिँ चाहियो होइन अनि त्यहाँबाट त्यो गरिसकेपछि नेक्स्ट गर्ने नेक्स्ट गरिसकेपछि आफ्नो डिटेल्स सबै चेक गर्ने यसरी है आफ्नो डिटेल्स सबै चेक गर्ने चेक गरिसकेपछि सबै ठिक छ भने सेभ गर्ने ठिक छैन भने चाहिँ प्रिभियस गरेर आफूले चाहिँ सबै डिटेलहरू सबै मिलाउन सकिन्छ है आफूले सबै एडिट गर्न सकिन्छ A5WB गर्ने अनि लास्टमा सेभ गर्ने सेभ गरिसकेपछि तपाईँलाई चाहिँ यो रिक्वेस्ट आउँछ है यसको मतलब कि फिनिस भइसक्यो भन्ने कुरा हो यो यसलाई चाहिँ कपी गरेर राख्दा नि हुन्छ कतै कपी गरेर राख्ने स्क्रिनसट गरेर राख्ने भयो अनि अब पेमेन्ट चाहिँ अनलाइनबाट गर्नुहुन्छ भने यहाँबाट प्रोसिड गरे नि भयो तर तपाईँको त्यहीँ गएर पे गर्दा ठिक हुन्छ है यसलाई अरू केही गर्नु पर्दैन अनि फिनिस गर्ने फिनिस गरिसकेपछि यस्तो बारकोड आउँछ यो बारकोडलाई चाहिँ त्यहाँ लिएर जानुपर्छ है फोटो पनि खिच्नु अनि त्यहाँबाट नत्र यो के भनेको छ भने प्रिन्ट गरेर लिएर जाँदा नि भयो है प्लिज प्रिन्ट द फर्म अर टेक अ स्क्रिनसट अफ द डाउनलोडेड फर्म विथ बारकोड बिफोर गोइङ टु द इनरोलमेन्ट सेन्टर भनेको छ त्यो बारकोड चाहिँ यो चाहिँ लिएर जानै पर्यो त्यहाँ भनेको छ होइन तपाईँले यसलाई प्रिन्ट गरेर लिएर गयो भने राम्रो हुन्छ है डाउनलोड पिडिएफ गर्ने अनि यो डाउनलोड गरिसकेपछि यसलाई प्रिन्ट गरेर यसलाई लिएर जानु पर्यो है त्यो गऱ्यो भने त्यो यो लिएर अनि ओरिजिनल नागरिकता अनि नागरिकताको फोटोकपी पनि गरेर लिएर जाने अनि तपाईँको नेसनल आइडी कार्ड पनि फोटोकपी गरेर लिएर जाने त्यहाँ गएर अनि पेमेन्ट गर्ने त्यहाँ गएर पेमेन्ट गरिसकेपछि
बायोमेट्रिक गर्ने बायोमेट्रिक गरेपछि अर्जेन्ट हो भने काठमाडौँबाट बनायो मोफाबाट बनाएको हो भने चाहिँ डिपार्टमेन्ट अफ पासपोर्टबाट बनायो भने आजको भोलि 1-2 दिनमा आउँछ क्यारे डिस्ट्रिक्टबाट गऱ्यो भने त 1 मन्थ जति लाग्छ तपाईँको पासपोर्ट रेडी भइसकेपछि तपाईँलाई मेसेज आउँछ है अनि कलेक्ट गर्न जाने हो ओके आजलाई यति नै अब यस्तै भिडियोहरूको लागि चाहिँ तपाईँहरूले च्यानललाई सब्सक्राइब पनि गर्नु होला फेरि अर्को टाइम भेटौँला थ्याङ्क यू